सुरुमा मुख्य समाचारका शीर्षकहरू। सातै प्रदेशले आज बजेट ल्याउने, अधिकांशको प्राथमिकतामा सुशासनदेखि पूर्वाधारका क्षेत्र। संघीय संसदका दुवै सदनको बैठक बस्दै बजेटको मन्त्रालयगत शीर्षकमा छलफल शुरू गर्ने। लोकसेवा आयोगको स्थापनाको 76 वर्ष पूरा, विभिन्न कार्यक्रम गरिँदै विद्यार्थी आन्दोलन शुरू भएको सम्झनामा जयतु संस्कृतम दिवस पनि मनाइँदै। अमेरिका र इरानबीच युद्ध अन्त्यको सहमति केही दिनमा हस्ताक्षर हुने, कच्चा तेलको मूल्यमा गिरावट। र फिफा विश्वकपमा नवप्रवेशी कुरासाओ विरूद्ध जर्मनीको फराकिलो जित। समाचार अब विस्तारमा। सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 का लागि बजेट सार्वजनिक गर्दैछन्। असार 1 गते बजेट सार्वजनिक गर्ने पर्ने संवैधानिक बाध्यता अनुसार बजेट ल्याउन लागेका हुन्। प्रदेशहरूले केन्द्र सरकार जस्तै सुशासन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार जस्ता विषयलाई प्राथमिकता दिएर नयाँ बजेट तयार पारेका छन्। संघीय सरकारले 15 जेठमा बजेट सार्वजनिक गरेसँगै त्यसमा आधारित भई प्रदेश सरकारहरूले आफ्नो बजेट तयारी गर्छन्। कोशी प्रदेशले चालू आर्थिक वर्षको तुलनामा 5 अर्ब बढ़ाएर 40 अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। प्रदेशसभाको बैठक दिउँसो 4 बजे बोलाइएको छ। मध्य प्रदेश सरकारको बजेट आज दिउँसो 1 बजे आउँदैछ। अर्थमन्त्री युवराज भट्टराईले 6 अर्ब रूपियाँ घटाएर 42 अर्बको बजेट ल्याउँदै हुनुहुन्छ। बागमती प्रदेश सरकारले 66 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। गण्डकीमा आत्मनिर्भरतालाई प्राथमिकता दिएर 33 अर्ब हाराहारीको बजेट ल्याइँदैछ। कृषि उत्पादनमा वृद्धि, रोजगारी सृजना, पूर्वाधार विकास, सुशासन तथा सामाजिक न्यायमा केन्द्रित गर्दै लुम्बिनी प्रदेश सरकारले 5 अर्ब घटाएर झण्डै 38 अर्ब रूपियाँको बजेट ल्याउँदैछ। विकास निर्माणका लागि पुँजीगत खर्चलाई प्राथमिकता दिँदै कर्णाली प्रदेश सरकारले 36 अर्ब भन्दा बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। चालू आर्थिक वर्षमा 31 अर्ब बजेट ल्याएको सुदूरपश्चिम सरकारले पनि आकार बढ़ाएर बजेट ल्याउँदैछ। यद्यपि सदाका वर्ष चाहिँ लफडा रहेको त्यहाँ हिजो दिउँसोसम्म सत्तारूढ़ दलहरू छलफलमै थिए। गत वर्ष समयमै बजेट नआउँदा प्रदेश बेखर्ची बनेको थियो। चालू आर्थिक वर्षको बजेट कार्यान्वयन भने निराशाजनक छ। अधिकांश प्रदेशको पुँजीगत खर्च 50% नाग्न सकेको छैन। संघीय संसदका दुवै सदनको बैठक आजका लागि बोलाइएको छ। बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष 2083 को विनियोजन विधेयकमाथि छलफल प्रारम्भ हुनुका साथै सांसदहरूको खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यसूची छ। बैठकको शुरूमै सभामुखले प्रतिनिधि सभा अन्तर्गतका विभिन्न विषयगत समितिहरूमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची छ। त्यसपछि विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत रूपमा छलफल शुरू हुनेछ, जसमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय र सूचना तथा संचार मन्त्रालय रहनेछन्। त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बजेट शीर्षकमाथि पनि सांसदहरूले आफ्नो धारणा राख्नेछन्। बजेटमाथिको छलफलसँगै 5 जना सांसदले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। यसैबीच आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने गरी राष्ट्रिय सभाको बैठक पनि दिउँसो सभा 1 बजे बोलाइएको छ। लोकसेवा आयोगले आज 76औं वार्षिक उत्सव मनाउँदैछ। विक्रमसम्म 2007 सालमा देशमा प्रजातन्त्र स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले विक्रमसम्म 2008 साल असार 1 गते लोकसेवा आयोगको स्थापना भएको थियो। आयोगले आफ्नो वार्षिक उत्सवका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा स्मारिका प्रकाशन तथा वृक्षारोपण कार्यक्रम गर्दैछ। कार्यक्रम बिहान आयोगको काठमाडौँ कमलपोखरी स्थित केन्द्रीय कार्यालय परिसरमा हुँदैछ। स्थापना कालदेखि यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेद्वार छनौट गर्ने कार्य गर्दै आइरहेको छ। स्थापनाको 76औं वार्षिक उत्सव मनाउँदै गर्दा नेपालको सार्वजनिक प्रशासनमा पदपूर्तिका लागि स्वच्छता र निष्पक्षतामा मानक स्थापना गरेको आयोगले सो विश्वसनीयतालाई जोगाउन तथा थप सुदृढ़ बनाउन परीक्षा प्रणाली, पाठ्यक्रम परिमार्जन, समय सापेक्ष प्रविधिको अनुकूलन र पहुँच अभिवृद्धिलाई प्राथमिकतामा राखेको जनाएको छ। नेपालको पहिलो विद्यार्थी आन्दोलन शुरू भएको स्मृतिमा आज जयतु संस्कृतम दिवस मनाइँदैछ। विक्रम सम्वत 2004 असार 1 गते 3 धारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञान, भूगोल लगायतका विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासन विरूद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम दिवस मनाउने गरिन्छ। आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै शुरू भएको आन्दोलनपछि जहानिया राणा शासनको विरूद्ध र प्रजातन्त्र स्थापनाको पक्षमा केन्द्रित भएको थियो। राणा शासकले 3 धारा पाठशालाबाट 4 पाटा मोडेर विद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि
तिनले जहानिया राणा शासनको विरोध गर्दै देशभर जागरण फैलाएका थिए। त्यसैले त्यसबेला असार 1 गते विद्यार्थीले आन्दोलन शुरू गरेको सम्झनामा प्रत्येक वर्ष यसै दिन जयतु संस्कृतम दिवस मनाउने गरिन्छ। विश्व शान्ति, करूणा र मैत्रीको सार्वभौमिक सन्देश बोकेर विश्वभर वाक फर पीस अभियान सञ्चालन गर्दै पैदल यात्रामा रहेका भियतनामी भिक्षु पन्याकरको नेतृत्वको टोली बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेको छ। अभियानसँग जोडिएको आलोका कुकुर सहितको टोली हिजो लुम्बिनी आएको हो। पैदल यात्राका अगुवा भिक्षु पन्याकरको नेतृत्वमा 18 जना भिक्षु र उपासिकाको टोली छ। शान्ति पदयात्रा टोलीले कुकुरसहित लुम्बिनी स्थित अखण्ड शान्ति द्वीप क्षेत्रबाट हिजो बेलुका मायादेवी मन्दिरसम्म शान्ति पदयात्रा गरेको थियो भने मायादेवी मन्दिर पुगेर पूजा र प्रार्थना गरेका थिए। टोलीलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगर प्रमुख कल्पना हरिजन तथा लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानेन राईले स्वागत गर्नुभयो। पदयात्राको टोली आज बिहान हवाई उडानबाट काठमाडौँ आएर बौद्धनाथ, स्वयम्भू, चारूमती र आनन्दकुटी बिहार अवलोकन गरी साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम छ। काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक रूपमा काठमाडौँ फर्काइएको छ। आज बिहान करिब 7:05 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा ल्याण्डिङ गियरमा समस्या देखिएपछि जहाजलाई बीचबाटै फर्काइएको हो। प्राविधिक समस्या देखिएपछि जहाजलाई आपतकालीन अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता संजय कुमारले जहाजमा समस्या देखिएपछि काठमाडौँ फर्काएर सुरक्षित अवतरण गराइएको र अवस्था सामान्य रहेको बताउनु भयो। जहाजमा देखिएको प्राविधिक समस्याबारे थप प्राविधिक परीक्षण भइरहेको र प्रभावित यात्रुलाई गन्तव्यसम्म पुर्याउन वैकल्पिक व्यवस्था मिलाउने तयारी भइरहेको उहाँले बताउनु भएको छ। आज सोमबारे औँसी बिहान मौन स्नान गरी मनाइँदैछ। सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीन कालदेखिको परम्परा छ। अधिक ज्येष्ठ कृष्ण औँसी आज सोमबार परेको हो। सोमबार औँसी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे महत्वाकांक्षा पूरा हुने शास्त्रीय मान्यता छ। आजै जेठ 3 गतेदेखि शुरू भएको अधिक मास अर्थात मलमास पनि सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रमा उल्लेख गरिएको छ। अधिक मासलाई पुरूषोत्तम मास पनि भनिन्छ। यसैबीच मगर समुदायको भूमि पर्व शुरू भएको छ। भूमिको पूजा गरी मनाइने मगर समुदायले जेठ मसान्तदेखि असार 5 गतेसम्म मनाउँछन्। आज पर्वको मुख्य दिन हो। मगर समुदायले प्राकृतिक प्रकोपहरू नलागोस्, अन्न उब्जनी राम्रो होस्, रोगव्याधि नलागोस् भनी आफू बसोबास गर्ने भूमिको पूजा गरी यो पर्व मनाउँछन्। झापाको बुद्ध शान्ति गाउँपालिका 6 स्थित टिमाई खोलामा अचानक आएको बाढ़ीमा फँसेका 7 जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। हिजो 4:30 बजेतिर गर्मी छल्न तथा नुहाउन खोलामा गएका 7 जना बाढ़ीका कारण बीचमा फँसेका थिए। उनीहरूको उद्धारका लागि जानकारी गराएपछि इलाका प्रहरी कार्यालय बुधबारे, अस्थायी प्रहरी चौकी मंगलबारे तथा भूटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट खटेको सशस्त्र प्रहरी बल सहितको संयुक्त टोलीले साँझ उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच विगत 3 महिनाभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा ल्याउने ऐतिहासिक सहमति भएको छ। सम्झौताले विगत केही महिनादेखि मन्दी र ऊर्जा संकटको सामना गरिरहेको विश्व अर्थतन्त्रलाई ठूलो राहत दिने संकेत गरेको छ। मुख्य मध्यस्थकर्ता मुलुक पाकिस्तानका अनुसार आगामी शुक्रबार स्विजरल्याण्डमा दुवै देशबीच औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर हुनेछ। इरानले सम्झौताको पूर्णपाठ सोही हस्ताक्षर कार्यक्रमपछि मात्र सार्वजनिक गर्ने बताएको छ। इरानको आणविक कार्यक्रम जस्ता गम्भीर र जटिल विषयमा भने आगामी दिनमा पनि छलफल गरिने अपेक्षा गरिएको छ। सम्झौता पुष्टि गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा सबैलाई बधाई सन्देश लेख्नु भएको छ। साथै इरानले जलमार्गमा गरेको नियन्त्रणको बदलामा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीलाई तुरन्त हटाउने अनुमति पनि प्रदान गरेको घोषणा गरिएको छ। सहमति सार्वजनिक हुनासाथ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ। आजको प्रारम्भिक कारोबारमा ब्रेन्ट क्रूडको मूल्य 4% घटेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य पनि 4.6% भन्दा बढ़ीले ओह्रालो लागेको छ। इरानका उपराष्ट्रमन्त्री काजेम गर्बाबादीले सरकारी टेलिभिजन मार्फत सम्झौताको पुष्टि गर्नुभएको छ।
अब खेल समाचार। 4 पटकको विश्व विजेता जर्मनीले फिफा विश्वकपमा नवप्रवेशी टापु राष्ट्र कुरासाओमाथि 7-1 गोल अन्तरको फराकिलो जित निकालेको छ। ह्युस्टन स्टेडियममा सम्पन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जर्मनीले सुखद शुरूआत गरेको हो। उसका लागि काई हावर्ड्सले 2 गोल गरे भने फेलिक्स नमेसा, निको स्लोटरबेक, जमाल मुसियाला, नथालियन ब्राउन र डेनिस उन्दावले 1-1 गोल थपे। कुरासाओका लागि लिभानो कोमेन्सियाले 1 गोल फर्काए। यो फराकिलो जितसँगै जर्मनीले समूह ईमा आफ्नो बलियो पकड बनाएको छ। यस्तै समूह एफको पहिलो खेलमा एसियाली पावर हाउस जापानले बलियो प्रतिद्वन्दी नेदरल्याण्ड्सलाई 2-2 गोलको रोमाञ्चक बराबरीमा रोकेको छ। डलास स्टेडियममा सम्पन्न खेलमा 2 पटक पिछडिएको स्थिति उल्टाउँदै जापानले खेलको अन्तिम समयमा महत्वपूर्ण अंक खोज्न सफल भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै आक्रामक र रोमाञ्चक बनेको थियो। नेदरल्याण्ड्सका लागि भर्जिल भान ड्राइक र क्रिसेन्सियो समरभिलले 1-1 गोल गरे। जापानका लागि केइटो नाकामुरा र दाइची कमादाले गोल गरे। विश्वकपमा अहिले स्वीडेन र ट्युनिसिया बीच प्रतिस्पर्धा जारी छ। ताजा अवस्थामा स्वीडेनले 3 गोल गरेको छ भने ट्युनिसियाले 1 गोल गरेको छ। अब मौसम। अहिले बिहान देशको हिमाली र पहाड़ी भूभागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल लागेको छ। बाँकी तराई भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थान र कर्णाली प्रदेशको 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ। दिउँसो पनि देशका विभिन्न भूभागमा पानी पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक। साथै प्रदेशले आज बजेट ल्याउने, अधिकांशको प्राथमिकतामा सुशासनदेखि पूर्वाधारका क्षेत्र। संघीय संसदका दुवै सदनको बैठक बस्दै बजेटको मन्त्रालयगत शीर्षकमा छलफल शुरू हुने। लोकसेवा आयोग स्थापनाको 76 वर्ष पूरा विभिन्न कार्यक्रम गरिँदै विद्यार्थी आन्दोलन शुरू भएको सम्झनामा जयतु संस्कृतम दिवस पनि मनाइँदै। अमेरिका र इरानबीच युद्ध अन्त्यको सहमति केही दिनमा हस्ताक्षर हुने। कच्चा तेलको मूल्यमा गिरावट र फिफा विश्वकपमा नवप्रवेशी कुरासाओ विरूद्ध जर्मनीको फराकिलो जित। जापान र नेदरल्याण्ड्स बीच 2-2 को बराबरी।